हेलो गाइस, तपाईहरुलाई स्वागत छ मेरो भ्लगमा। अनि म चाहिँ धेरै समयपछि आज के भन्नु लङ भ्लग लिएर आएको छु हैन। अरु बेला चाहिँ सर्ट भ्लग मात्रै आउँथ्यो, तर आज चाहिँ मलाई लङ भ्लग बनाउने जोस जाँगरहरु चलिरहेको छ। यहाँनिर चाहिँ मेरो डन्डीफोर आइरहेको छ। कस्तो देखिदो रहेछ, रुपै चाहिँ अर्को देखिदो रहेछ डन्डीफोर आउँदा चाहिँ। 가라고? उमाइले चढेर छ, तपाईँ चढ्नु सक्दैन? सके झार अघि कस्तो दामी झार्दै थियो यसले। गाह्रो मान्छ त भनेको अलिक बक्र बक्र हुन्छ होला, त्यो कस्तो हुन्छ इन्डियन त भनेको यो हाइब्रिड होइन भने क्या त्यस्तो रहेछ। यसमा बक्र पाक्रो हुन्छ, हामी बेच्नुपर्छ, हामी खेलाको भाउ उठाउनुपर्छ। हाम्रो त लोकल 200 दिनु। मैले अब मलाई नछोडा ल, मलाई छोड्यो भने उम्किन्छ नि। नछोडे मलाई।
ओ मासु पर्खिने मान्छे यहाँ छ वाइ सिरियस यु सिरियस यु नो सिरियस गाइस म चाहिँ यहाँ सुँगुरको मासु पकाउन आँटिरहेको छु दिस इज सुँगुरको मासु यु नो सुँगुरको मासु आई नो गाइस होइन खासमा नेवारको छोरीले सुँगुरको मासु चाहिँ नछुनु पर्ने हो तर पनि मैले छोएको छैन नछुइकन पकाएको यो टाढैबाट यसलाई चाहिँ छुको भन्दैन है छोरी गाइस होइन म तपाईँहरूलाई एउटा अनौठो चिज देखाउँछु होइन कोही कोही मान्छेहरू यहाँ मासु नपाएर पुरा रिसाएर यस्तो हालतमा बसेको छन् के हो मोली उसलाई चाहिँ अघिदेखि मासुको गन्ध आइरहेको थियो तर मासु भेटाएको छैन अनि यहाँ आएर विरक्त मानेर बसिरहेको छ हेर नि त सिरियस भएर यिनीहरूले मलाई दिएकै छैन भन्दो रहेछ यसलाई चाहिँ खासमा मासुको गन्ध चाहिँ पाउनै हुँदैन आम्मामा कहाँबाट के गरेर खाम भने जस्तै हुँदो रहेछ मासु बिना बाँच्नु नसक्ने प्राणी चाहिँ यहाँ छ एउटा मोली वाइ सिरियस यु किन सिरियस के भयो बिहान बिहानै सुँगुरको मासु खाएर दिनभरि सुँगुर जस्तै सुत्ने भयो खाना बिहान त नखानु पर्ने सुँगुरको मासुले अपर अल्छी लाग्छ अरे नि त सुनेकै मैले अब त्यो भनेको चाहिँ हो कि होइन थाहा भएन होइन त्यो पहिला नै कोही कोहीहरू पुरा सुत्यो होला कि एकजना कोही मान्छे सुँगुर खाएर अनि त्यहाँदेखि उयो थेगै बसेको होला सुँगुर खाएर अल्छी लाग्छ भने त्यो पनि हुनसक्छ यसरी पकाउँदैछु बिहान बिहानै सुँगुरको मासु बिहान भन्दा पनि अहिले कति बज्यो 9 बजिसक्यो अनि म चाहिँ सर्ट भ्लगहरू मात्रै बनाउँछु लङ भ्लगहरू बनाउनु चाहिँ टाइमै हुँदैन क्या किन कि मैले मन नगरेर हो कि टाइम नभएको हो कि नभ्याएर हो कि थाहा छैन अब फेरि भात खाएर यता खानासाना दिएर म दोकान जानुपर्ने हुन्छ होइन मेरो काम त कति छ कति म जस्तो बिजी त सायद यो संसारमा प्रधानमन्त्री होइन गृहमन्त्री पनि छैन होला गाई चाहिँ हाम्रो घरमा चाहिँ नभएको भनेको केही पनि छैन होइन एउटा नभएको भनेको हाँस र परेवा होला अनि भैँसी गोरु छैन होला अरू सबै छ बाख्रादेखि लिएर कुखुरादेखि लिएर अनि सुँगुर पनि छैन सुँगुर चाहिँ पहिला मैले पालेको थिएँ अहिले चाहिँ छोडिदिएको सुँगुर पाल्नु तपाईँहरूलाई म मेरो हाम्रो यहाँ बाख्राहरू देखाउँछ बाख्रालाई पनि बोकाहरू छ क्या धेरै यहाँ देख्न सक्नुहुन्छ यहाँ बोकाहरू छ कति बेला घाँस ल्याउँछ भन्दै यहाँबाट च्याउँदैछन् कोहीहरू चाहिँ बाख्राहरू चाहिँ थियो माउहरू सबै बेचिसक्नु भयो आमाले अब बोकाहरू मात्रै छ यस्तो थोप्रा गरेको यहाँबाट च्याउँदैछ यसलाई चाहिँ ठ्याक्क झ्याल बन्ने छ क्या अनुहार निकाल्ने यस्तो छ जिन्दगीमा गाइस मैले चाहिँ सुँगुरको मासु पकाइसकेँ यहाँ हेर्नुहोस् यसरी पकाएँ यहाँ चाहिँ मैले लौका पनि मिसाएको छु हल्का होइन सुँगुरको मासु मात्रै चाहिँ खासै मन पर्दैन म त खासै खाँदिनँ तर पनि पकाइदिएँ मैले रेडी भयो